Okay, guys, welcome back to the new video. After a long time, अब फेरि मैले ब्लग बनाउन थालेको छु किनकि अब त्यस्तै भइरहेको थियो अलि टाइम पनि मिलेको थिएन है त्यही कारणले अब आज चाहिँ टाइम मिलेछ आजको मेरो डे ब्लग हुनेछ र अब म खानासाना खाएर एकछिन रेस्ट गरिसकेर अब के गर्न आँट्दैछु भनेपछि अब ब्लगमा हेर्नुहुनेछ। ओके चाहिँ बिरुवा जानुको लागि रेडी हुँदैछ हाततिर चाहिँ मेरो ब्लग अस्ति नआउनुको कारण चाहिँ यस्तै थियो। मेरो मोबाइल चाहिँ एकदम क्र्याक भइसकेको छ, पुरै क्र्याक पनि ओभर क्र्याक भइसकेको छ। त्यही भएर अब यो चाहिँ मम्मीको मोबाइल मागेर लगाएँ। आमा सी इज 98 years old and still working harder than me. आमा चाहिँ What happened, Ama? What happened? What happened? Bye bye. I'm going to the jungle. Jungle. Bye. आमा चाहिँ धान केलाउँदै हुन्छ। जङ्गल जाने बुट ट्र्याक्टर सबै रेडी भएर अब जङ्गलतिर लाग्यो एक्लै। आज चाहिँ यहाँ यत्रो टाउको ठोकेर म अनुहार हेर्दा पनि डर लाग्दो भइरहेछ कहिले चाहिँ। यो तोरीको तेल लगाएको कारणले गर्दा पिम्पलहरू पनि आएर अनि त्यस्तै हो होइन। आज चाहिँ डे ब्लग भइरहेछ नि त। जङ्गलमा कस्तो हुन्छ भनेको मौसम पानी आउन सक्छ यस्तो छ, हल्का छ। अहिले अब अलैँची भएको ठाउँमा चाहिँ अब यहाँबाट यसो राम्रो राम्रो एक दुईवटा बिरुवा झिकेर अर्को ठाउँमा लग्नुपर्ने हुन्छ, खाली ठाउँमा यसरी अब यहाँ बिरुवा झिक्नुपर्ने हुन्छ। ओके बिरुवा चाहिँ रेडी भइसक्यो, झिकिसकेँ मैले। वर्ष सबैमा थोरैमा पनि दुईवटा एउटा जतिको जरा राख्यो भने चाहिँ सजिलै सर्न सक्छ। अब यसलाई हामी लगेर तल रोप्नेछौँ। अब हामीले यो बिउ बोक्दाखेरि चाहिँ यसरी बोक्नु पर्ने हुन्छ किनकि यसको कलिलो अगाडिको टुसाहरू नभाँचिने गरी जोगाएर बोक्नु पर्ने हुन्छ ठ्याक्क अलिकति यसको पछाडि। अनि पछाडिको त यसरी आइहाल्छ, यसो गर्दा सजिलो हुन्छ बोक्नुको लागि। तर चाहिँ म यहाँ हाम्रो यो रुखको नाम चाहिँ बाङ्ग्यो। यो रुखमा चढिसकेको छु। अब पारितिर चाहिँ यसो अलिअलि अलैँची रोप्नु पर्ने भनेर सोचेको छु। त्योभन्दा अगाडि चाहिँ अलिकति एक दुई मुठा घाँस पहिले पानी पर्न सक्छ, त्यही भएर अगाडि नै घाँस भारी पुऱ्यायो भने भराइ सजिलो हुन्छ भनेर अब रोप्नु पऱ्यो। यहाँ टट्टमा त्यो हाइटमा आइसकेको छु। ब्लग चाहिँ जहाँ गए पनि छोड्नु भएन। रुख काट्छु, काटिसकेर यसलाई भारी लगाएर चट्ट अघि उतापट्टि ढालिसकेको छु। र अब यो चाहिँ खस्रे हो, यो चाहिँ अलिक पछि ढाल्नुपर्छ। नभए जस्तो पछाडि चाहिँ यस्तो खालको किरा हुन्छ, यसले चाहिँ यो जे हुन्छ फेरि गाईलाई बाख्रालाई असर गर्छ। त्यही भएर अब यो काटेर राखिन्छ। ओके गाइज, हाम्रो भारी रेडी भइसक्यो। अब अहिलेको मौसम चाहिँ यहाँ पानी पर्न थालिसक्यो, सरर बिस्तारै पानी आइरहेछ। यहाँबाट निक्लेर भारी मासतिर बिसाएर अघि झिकेको अलैँचीको बिरुवा रोप्नुपर्छ। पारितिर यतातिर अलिक मरेको छ बिरुवा, यो बिरुवा धेरै भएर पछि बढेपछि अलैँची अलिक यो रुख बढेपछि अलैँचीलाई अलिक असर गर्छ। ओके गाइज, अब मैले बिरुवा रोपिसकेर त्यो चाहिँ अब देखाएन तपाईँहरूलाई। यस रोपिसकेर अब माथि भारी बिसाइराखेर अनि म चाहिँ तल खोला झर्दैछु होइन। खोला चाहिँ यहाँ तल रहेको छ। यो खोला चाहिँ अहिले त सानै छ,
बाडिया खोला यस्तो ठुलो हुन्छ खोला। खोला माछा मार्न मान्छे आएको छ कि हो। यो खोलामा चाहिँ पहिला चाहिँ अब हामी पनि केटाहरू अब टन्नै हुँदाखेरि साथीसँग आइन्थ्यो। अहिले केटाहरू सबै आफ्नो बाटोमा छ। त्यही भएर अहिले चाहिँ खासै खोलामा आएको पनि धेरै भयो होइन। अनि त्यही हो माछा पक्रिसकेको छ अरे। अब हेरौँ पर्खी भनेपछि भाइले चाहिँ माछा त्यस्तो खालको गडौला मात्रै रहेछ अचेल। कहाँ छ कतिजना आएको तिमीहरू? त्यो भाइले पक्रेछ माछा असला अर्कोले चाहिँ पक्रेको छ माथि छ त्यो चाहिँ। ए खोइ अचेल यस्तो पाउनु थाल्यो यहाँ। अचेल यस्तो खालको पाउनु थाल्यो। हामीले पक्रिँदैन भाइ पहिला असला यत्रो खालको हुन्थ्यो। हिजो अङ्कलहरू आउनु भएको थियो लिएर जानुभयो असलाहरू पनि लिएर आउनु। यहीँबाट ए अझै रहेछ असला। त्यो भाइले पनि पक्रेछ नि असला। अर्को छ माथि छ। यहाँ चाहिँ 10 मिटरको नजिकमा खोला छ। यहीँ खोला छ। अर्को खोला चाहिँ यहीँनिर छ। पुल बन्दै चाहिँ बनिसकेको छ। यहाँ चाहिँ अब पुल चढ्ने बेला यसो पूजा गरेर चढ्ने ठाउँ बनाउनु भएको अरे। राम्रै छ। सिमेन्टमा जाग्छ कि फुल्यो खै। गाडी बन्द हो कि अहिले कुद्नु कि कताबाट ए यताबाट कुद्दै रहेछ भित्रबाट। खोला चाहिँ खासै ठुलो त छैन तर अहिले त पानी यत्रो भए पनि बर्खाको बेला चाहिँ एकदम फेरि ठुलै आउँछ। यस्तो छ जस भर्खर विकास हुँदैछ। यहाँ चाहिँ पहिला यहाँसम्म थियो यस्तो यतातिर रोड थियो। अहिले चाहिँ पहिलो गएर यति खाएर भित्ता खाएर अझै यतातिर रोड बढाएको छ। तल झुर्लिङ्गे पुल छ। त्यताबाट जाउँ भनेको त अहिले फेरि कुकुरले टोकेर ल्याएपछि एकदम बढिरहेको छ। झट्टै बाइट हान्दैन तर डराएर हुँदैन होइन। फियर इज जस्ट एन इल्युजन। डर एउटा भ्रम मात्र होइन। किनकि मसँग यस्तो छ। म डराएर नआएको भए उता यत्रो घुर्नु पर्छ। यो चाहिँ यस्तो छ यहाँ चाहिँ। त्यही भएर भन्छु होइन म चाहिँ डर भनेको एउटा भ्रम मात्र हो है। पुल चाहिँ यस्तो छ। उताबाट चाहिँ सिँचाइको लागि पुल लगिएको छ पारी। यो चाहिँ जुङ्गे बाजे बोजूहरूको घर हो त्यो। अहिले चाहिँ बाजे बोजू दुईजनै हुनुहुन्न बितिसक्नु हो। त्यही हो। यस्तो छ यस्तो। अनि यो पुल चाहिँ पहिला यस्तरी मचाउने बानी थियो यस्तो र सुरुमा। अनि अचेल चाहिँ यो मचाउनु हुँदैन भन्ने थाहा भएपछि केटाकेटीमा चाहिँ पुरै र यो चाहिँ मुगे खोला हो। यो खोला चाहिँ यो ढुङ्गा चाहिँ ठ्याक्क ढुङ्गामाथिको ढुङ्गा चाहिँ बाढीले ल्याएको अरे क्या पहिला 25 सालको। हाम्रो हजुरआमाहरूले कथा गर्नुहुन्छ है। 25 सालको बाढीले चाहिँ ट्याक्कै बाढी कत्रो आएको थियो आम्मामा। त्यो बाढीले ल्याएर चाहिँ टक्कै ढुङ्गा पल्टाउँदै ल्याएर ट्याक्क ढुङ्गामाथि अड्काएको छ। अहिलेसम्म त्यत्रो बाढी आएको छैन कि यो ढुङ्गालाई पल्टाओस्। त्यही अहिले त खासै ठुलो पानी आएको पनि छैन। यत्रो मात्र आइरहेको छ। अनि ठिकै छ। अलैँचीहरू यता छ। फाँडिसक्नु भएको रहेछ अलैँचीहरू। यता अलैँची खेतीहरू व्यापक छ। राम्रो छ। यस यो पुल यो रोड चाहिँ आम्चो जाने रोड हो होइन। यो चाहिँ ठेक्का परिसकेको छ माथिदेखि यता कुलो बन्दै आउँदैछ। जस यो पिच हुने कुरो छ यो बाटो। अब
जङ्गल चाहिँ एकदम घना जङ्गल नै छ यता हाम्रो बाजे बोजूहरू बजार पुगेर आइसक्नु भयो बाजे बोजू झार बढ्यो है बजार बोजूहरू यात्रा गरेर आइसक्नु भयो के गर्नु शनिबार हो तिमी ऊ जन्तरेको नाति होइन म जेठाको ऊ त्यो त खाइहाल्छ नि 500 यो पैसा तिरेर गराउँछ है यहाँ फ्रीमा हुन्छ कैसा लगा मेरा मजाक बाजे बजार पुगेर आउनुभयो तपाईँ जहिले जानुहुन्छ है यो बाटो चाहिँ 18 लाख जाँदैछु तिमीलाई नि भेटिरहन्छु कस्तो हुन्छ अनि रमाइलो छ पहिला हेरे अहिले यो बाटो के छ अवस्था अहिले गजब छ नि जङ्गल उठेको छ होइन पहिला पहिला कस्तो थियो हाम्रो आमाहरू यता बस्नु बाटो नि सबै छ नि यो खानपुर सफा थियो होइन। छैन नि त भाइ जस आमाहरू यता हुँदा नि हिँड्नुहुन्थ्यो तपाईँबाट कता नहिँड्नु अन्त म दोला नुन लिएर आउँदा तिमी बास रक्सी खान्थ्यौ हाम्रोतिर माथि तपाईँको नाम मेरो नाम आमालाई भएर देखाउँछु आमचोए कान्छा आमचोको कान्छा लकान्जी लकान्जी भन्दा चिन्नुहुन्छ देशी बुढा घरमाथिको हस् धन्यवाद इन्द्रे बुढाको छोरा अरे भन्देऊ न कान्छा छोरा अरे मेरो बाबु इन्द्र रमाइलो अङ्क ठिकै छ बजार गएको 15 दिन पछाडि अब के गर्ने यस्तै हो गाडी बाटोले धेर जसो बाटो अब मान्छे हुँदै हिँड्छन् होइन जस पहिला जतिको हिँड्दैन पहिले जति अहिले हिँड्दैनन् र पनि सर्टकटमा छ यो बाटो सजिलो तर यसलाई अलिकति यसो फाँडफुँड यसो घाँस अब गर्न पाए चाहिँ सजिलो हुन्थ्यो राम्रो भन्ने चाहिँ मेरो पनि र सबैको आशा चाहिँ यो हो तपाईँहरूको कुरा मैले सुने अब म त्यो अनुसारको म व्यवस्थापन गरिहाल्छु नि अब तपाईँहरू निश्चित रहनु होला हुन्छ हस् त्यो त हाम्रो उहिलेको पुरानो बाटो हो मूल बाटो यो पुरानो बाटो सबै संसार अन्तको हिँड्ने लिम्बुगाउँ हिँड्ने टापुको बाटो लिम्बुगाउँ हिँड्ने पनि यो बाटो हो 2 नम्बर 50 सम्म यही बाटो हो हाम्रो खामबाङबाट यही हो नि अहिले पो ए यो रोड खनेपछि मात्रै यता मात्रै नि यहाँ यताबाट यता नि त नत्र ए 3 नम्बर 2 नम्बर पनि यो बाटो हो यही हो बाटो रोडले गर्दा पो यहाँ त अब अहिले साधनसँग हुने तलैबाट जाइहाल्छ साधन नहुने ढिलो छिटो अब हिँड्नै पर्छ अलि सर्टकट चाहिँ छ हामीलाई नयाँ कुरा थाहा भयो त्यो धन्यवाद बाटो हामीलाई राम्रो छ यो तर जम्मा जम्मी झोर मात्रै हो जोर हो है ल भाइ ल धन्यवाद अङ्कलहरू तिम्रो हजुरआमाको भान्जा पर्छु म हस् हस् सबभन्दा त्यो छ तिम्रो बाउ भाइ हो मामाको छोरा ए अहिले जन्तरे बाबाको मामा तेजे दाइको छोरा हो म भन्छु बडाउ भन्नु पर्ने रहेछ तेजे दाइको छोरा हो हजुर हजुर कान्छा तिमी होइन म कान्छा ल बाबु ल हस् हस् बडा भाइहरू चिनेको नि। हस् हस् बडा काका ल भाइ हस् ल काका बाई बाई काका बडाउले एकदम नयाँ कुरो भन्नु मलाई थाहा थिएन जे होस् यो बाटो चाहिँ अब 3 नम्बर 2 नम्बरले पनि प्रयोग गर्नुहुन्थ्यो र जे होस् यो चाहिँ एकदम मूल बाटै हो किन भन्दाखेरि अब पहिला अब यो रोड नहुँदाखेरि यही थियो क्या मूल बाटो अनि त्यही हो अब अहिले चाहिँ अब विकास भएपछि बाटो आएपछि साधन भएपछि मान्छेले आफ्नो तल ठुलै बाटो प्रयोग गर्छन् अनि त्यही पनि अब बडा काकाहरू चाहिँ बेला बेला बडा चाहिँ प्रायः हिँडिराख्नै भएको हुन्छ बजार काकालाई चाहिँ आज भेटेँ जे होस् खुसी लाग्यो नयाँ कुरो थाहा भयो होइन अब यस्तै छ रमाइलो छ भनौँ आकाश पनि गडाङ गुडुङ गर्दैछ अहिले पानी पनि पर्न सक्छ अब चाहिँ 4 बज्न आँट्यो होइन गरम भइसक्यो यहीँ छ अब भारी यहीँ छ अब चाहिँ यात्रा बढाउनुपर्छ किनकि पानी आउन आँटिसक्यो चाहिँ म रुम आइसकेको छु र आज ब्लग यहाँ एन्डिङ गर्दै